काठमाडौँमा पानीको हाहाकार है त हो। तपाईहरुले जे सुन्नुभयो सही सुन्नुभयो है। यस काठमाडौँको कायेश्वरी मनोहरा नगरपालिका वडा नम्बर 4 स्थित है। यो चाहिँ हाम्रो चाहिँ यहाँ अहिले पानीको एकदम हाहाकार भइरहेछ। 7 दिन भयो पानी आएको छैन है धारामा। अनि म एउटा कुरा अर्को नि लिएर आएछु। यो ट्याङ्की लगभग 30-35 वर्ष अगाडि नै बनाएको होला सायद हैन। राजाको टाइममा बनाएको यो ट्याङ्की चाहिँ। अनि यो ट्याङ्की चाहिँ टाइममा मर्मत नहुनाले गर्दाखेरि चाहिँ एकदम जीर्ण अवस्थामा छ है। दायाँ बायाँ घरहरू पनि बनिसकेको छ। अनि यो ट्याङ्की अब इनकेस केही भइहाल्यो भनेदेखि भोलिको दिनमा यसको जिम्मा कसले लिने है। ल त्यो त भइहाल्यो। अनि लगभग विगत 7 दिन भइसक्यो हाम्रो यस कायेश्वरी मनोहरा नगरपालिकामा चाहिँ वडा नम्बर 5 र 4 मा चाहिँ पानी नआएको लगभग तपाईको 7 दिन जति भइसक्यो है। अनि पानी नआउने अनि मेरो तपाईहरुले पहिलाको भिडियो पनि हेर्नु भयो होला। त्यसमा चाहिँ पानी फ्यालाफ्याल भनेर हालेको थिए है। हो ठीक हो। त्यो पहिलाको भिडियोमा चाहिँ हो त्यो धारोमा चाहिँ पानी फ्यालाफ्यालै छ है। 200-300 घरलाई पुग्ने मजाले पानी छ। तर त्यो विषयमा जुन यो डाँची थली खानेपानीले कुनै यो समितिले कुनै ध्यान दिएको छैन है। अनि मलाई एउटा कुरा अचम्म लागेको चाहिँ तपाईहरुको जुन हुन्छ नि त पानी आयो भने पनि पहिला जुन 7 दिन भन्दा अगाडि पानी आउँदाखेरि फोहोर पानीहरु आउने, धमिलो पानीहरु आउने हैन, त्यस्तो थियो के। त्यस्तो थियो। अनि पानी पनि सफा नआउने। अब भएको ठाउँमा चाहिँ यहाँ चाहिँ छ है यस्तो कुराहरु छ। यसलाई युटिलाइज गरौँ भन्दाखेरि आँखा नदेख्ने। अनि पुरानो भएको अहिले ट्याङ्कीमा पनि पानी आएको छैन। अहिले हाम्रो यस थली र डाँचीमा चाहिँ पानी थोपो पनि आएको छैन अहिले 7 दिन भइसक्यो। अनि पहिला आयो भने लेदोहरु आउने पुरै हैन। त्यो पुरा हुन्छ नि त अब। अनि पैसा चाहिँ हामीले महिनै पछि तिरिरहनु पर्ने हैन। अनि खानेपानी स्वस्थ पनि एकदम राम्रो पनि नदिने। अनि पुरै लेदोहरु आउने खानेपानी। अनि यो नभई यो केही गर्नै नसक्ने भयो। यो समिति कहाँ यो समिति ओटेर बसिरहेछ नि त। अहिले गतिला मान्छेहरु आउँछन् होला नि त। अनि यो समितिमा बस्नको लागि काम गर्ने खालेको हैन। अब कताबाट के हुन्छ मिलाएर त्यो सबै गर्ने मान्छेहरु आउँछन् होला नि त। नि किन यो ठाउँ ओटेर बस्नु पर्यो है। अनि यो किन नआएको हो भनेर एउटा सूचना पनि छैन। यो डाँची खानेपानी समितिले एउटा अफिसले खानेपानी अफिसले कुनै एउटा सूचना निकालेको छैन। यो कारणले गर्दा नआएको भनेर जनतालाई त मर्का पर्छ नि त हैन। तपाईहरु पैसा चाहिँ टाइममै लिनुपर्ने हैन। अनि खानेपानी चाहिँ जनताहरुलाई नदिने। अनि यो नयाँ यो ट्याङ्की बनाएको भनेको जे जो पाइप मात्रै बिछाएर हालेको छ। बेला बेलामा टेस्ट ड्राइभ भनेर पानी खोलेको छ। पानी चाहिँ नदिने। अनि हामी चाहिँ त्यहाँ बिल तिर्न जाँदाखेरि चाहिँ तिमीहरुले हामीले यति दिन तिमीहरुलाई पानीमा धारोमा पानी दिएको थिएनौ हैन। अनि यति दिनको चाहिँ तिमीहरुले पैसा तिर्नु पर्दैन भनेर कहिले भन्छौ तिमीहरुले? भन्दैनौ नि। तिमीहरुले त हामीले जति सुकै दिन आओस् नआओस् तिमीहरुले त महिनै पछिको पैसा लिन्छौ नि हैन। लाज नपचाइकन। अहिले पानी दिने बेला चाहिँ किन यस्तो तिमीहरुको ह? यो विषयमा ध्यान दिनुहोस् है तिमीहरुको। फेरि पछि हामीलाई विद्रोह गर्न नपरोस् नि फेरि यस विषयलाई लिएर। अनि यो काम गर्न नसक्ने भए यो समितिबाट हटे हुन्छ है। यो एउटा सानो कुरा हो। जनतालाई सूचना दिनु पर्दैन किन पानी आएन भनेर। पानी आएन ठीक छ हैन। अनि अर्को एउटा कुरा पानी आयो भने त लियो किन? पैसा त हामीले टाइममा बराबर तिरे हुन्छ त। कि कर्मचारीलाई पैसा दिने गरेको छैन टाइममा। त्यही भएर ट्याङ्की सफा नगरे हो। धारो त पुरै लेदो आउँछ त। यस विषयमा पनि ध्यान जाओस् है। यो जुन अहिले अनि म अर्को एउटा कुरा एकदम सिरियस कुरा है। अहिले त्यहाँनिर त्यो पुरानो ट्याङ्की लगभग विगत त्यो 30-35 वर्ष राजाको टाइममा बनेको ट्याङ्की थियो। त्यो अहिले जीर्ण अवस्थामा त्यस टाइममा रेनोभेट नगरेर अहिले जीर्ण अवस्थामा छ। दायाँ बायाँ घरहरू बनिसक्यो। भोलिको दिनमा त्यहाँ केही दुर्घटना घट्यो भनेदेखि त्यो जिम्मा कसले लिने? यस विषयमा पनि ध्यान जाओस् है। अनि यो खानेपानी चाहिँ तुरुन्त के कसो भएको तपाईहरुले नोटिस निकाल्नु होला। हैन भनेदेखि हामीहरु जनताहरु एक्सनमा उत्रन बाध्य हुनेछौँ। हस् धन्यवाद।